आइसकेको छ मिनजीको हातमा फेरि पनि र परवेश दाई पोइन्ट ल्याउन सफल पोइन्ट रहेको छ 6-12 हाम्रो खुसी हाम्रो ग्रुपको टिस्यु चोर टिस्यु पो चोरे त कसैको दिल त चोरे हैन नि पख आइया हेर गाइस इनीहरु यसै हुन गर्ने मलाई यसै हुँदैन मन हेर त आइया पोइन्ट रहेको छ 12-14 हेलो गुड मर्निङ गाइज के छ हाल समाचार सब ठिकठाक आज हामी फुटसल र बास्केटबल खेल्न गइरहेको छु दाइहरूसँग हेर्दै जाऊँ के हुन्छ म उठे भर्खर अब रेडी हुन्छु निस्किन्छु गाइज त अब हामी रेडी भइसक्यो हामी निस्किन लागेको यहाँबाट निकाले न्यू रोड जान्छु न्यू रोडबाट हामी ठ्याक्क अनि फुटसल जान्छु हेर्दै गर्नुहोस् ल गाइज के हुन्छ फुटसलका केटाहरू रेडी होस् फुटसलमा रेडी भइरहेछन् केटाहरू स्कोप छ केटाहरूको फुटसलमा स्कोप छ केटाहरूको फुटबल हाम्रो गाइस अब हाम्रो बास्केटबल फुटबल सकिसक्यो अब हामी निस्किन लागेको कहाँ बास्केटबल खेल्न दुई जनालाई म लङ लाछु किनकि म राइडर हो यो गाडीको सबसे प्रो राइडर दुई जना केटा जान्छन् रे ओइ त्यसैले एक हामी बास्केटबल खेल्न गइरहेको छु अस्ति ग्राउन्डमा दाइहरुसँग दाइहरु यहाँ रेडी छन् रे फटा ग्रुप एक नम्बर फटा ग्रुप हो यो एक नम्बर यस्तै हो फटा ग्रुप म हाल्छु यो हाल्छु म यो हाल्छु म म यहाँबाट दिदीले मार्छिन् यत्रो बनाइदियो यार तानी नमस्कार सबैजनालाई म चाहिँ विनोद केडी ब्लग्समा हजुरहरूलाई स्वागत छ अनि आज अब भाइको यस्तो युट्युब च्यानलमा चाहिँ अलिकता बोलिदिउँ भनेर आएको म चाहिँ है अनि आज हामी भाइहरूलाई लगेर बास्केटबल खेल्न गइरहेका छौँ भाइहरू अगाडि छन् यसरी है यसरी अगाडि छन् यहाँ चाहिँ हाम्रो ब्लगर्स मिस्टर केडी ब्लग्स एभ्रीवान एन्ड निशान्त बात अनि यस्तै चाहिँ ठिक छ अनि हामी बास्केटबल खेल्छौँ आज अलि रमाइलो गर्छौँ हजुरहरू हेर्नु होला इन्जोय गर्नु अनि मेरो भाइलाई सपोर्ट गरिदिनु होला है यता हेरे सबै यसमा भोइस ओभर हाल्छ यसले ल अवस्था यस्तो छ भाइ भाडा कति हो मेरो अनुहार हेर गाइस ए म यहाँ हैन न 20 रुपैयाँ जान्छ त सुन बुझाला आफ्नो मुरी गाली रे आफ्नो छाप दे गाली भाइ जालास खेल ए बजाउनु गरे मर्साली छन् त अनि साली यसो गरेपछि साली काइ गरी नि सालीलाई यसो गरेपछि अब हामी सङ्कमल पार्क पुगिसके उयो कलेजमा गएर हिमालयन कलेजमा बास्केटबल खेल्न अस्ति ग्राउन्डमा अहिले चाहिँ हामी सङ्कमलमा छौँ अब हामी पढिसकेको कलेजमा बास्केटबल खेल्न खेलिरहेको छौँ रेडी भएर बास्केटबल खेल्न लाग्छौँ ल बास्केटबल अब निता दिदीको हातमा निता दिदीले 2 पोइन्ट ल्याउन सफल हुनुभएको छ 2-4 बल विनोद दाइको हातमा अदित दाइले फेरि पनि पोइन्ट ल्याउनु भएको छ 6-2 ल हाम्रो बल चाहिँ निशानको हातमा छ अब निशानले के गर्नुहुन्छ हेर्दै जाम है गाइजहरु ल विनोद दाइले बल लाग्नु भइसकेको छ विनोद दाइले उता प्रकृति दिदीलाई दिएर पास दिनु भएको छ बल अहिले प्रदीप दाइको हात अदिप दाइको हातमा ल हाम्रो मिनले बलले के गरिराख्नु भएको छ बल बाहिरिएको छ बल बल चाहिँ अब हाम्रो विशालको हातमा बल विशालको हातबाट छुटिसक्यो विनोद दाइको अदिप दाइले फेरि पनि पोइन्ट ल्याउन सफल हुनु भएको छ
उहाँलाई एकचोटि जोरदार तालीको साथमा स्वागत गरौँ। पोइन्ट रहेको छ 8-2। दाइले बललाई साह्रै नै खेलाइराख्नु भएको छ। ल ल ल मामाले यता दाइ 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 भन्नु निरता दिदीलाई पास दिनुभएको छ। निरता दिदी हान्नमा असफल हुनुभएको छ। फर्स्ट साथी विशालको हातमा आइसकेको छ। हाम्रो भान्जा बाबुले उहाँलाई खोज्ने कोसिस गरिराख्नु भएको छ तर असफल हुनुभएको छ। बल निरता दिदीको हातमा। बल निरता दिदीको हातमा आयो भने बल चुक्ने चान्सै हुँदैन तर अलिकति यो होइन बाङ्गो भइसक्यो त्यही भएर नछिरेको हो होइन गाइजहरू। त्यो बङ्ग होइन कि मिनले दर्शनलाई पास हातमा परेको छ। मामाको हातमा पर्न नपाउँदै निशानले बललाई छेकिसक्नु भएको छ। बल अब परवेश दाइको हातमा र निरता दिदीको हातमा सँगसँगै अदित दाइले डिफेन्ड गर्नुभएको छ। के भन्छ डिफेन्स भन्छ कि डिफेन्ड भन्छ हौ। ल ल ल अब निरता दिदीको हातबाट बल कता जान्छ? मामालाई। मामाको हातमा। मामाले साह्रै नै राम्रो खेलिराख्नु भएको छ। मामा ल ल ल हाम्रो परवेश दाइको हातबाट बल सिधै निरता दिदीको हातबाट प्रकृति दिदी र निरता दिदीको भिडान्त हुन सुरु भइसकेको छ। अब हेरौँ। ल ल ल विशाल बड्डाको हातमा बल तर विशाल असफल हुनुभएको छ। निरता दिदीको बल फेरि पनि मिस भएको छ। ए प्रकृति दिदी लड्नु भएको छ यता। मिनको हातमा बल तर मिन बल के रे फाल्न असफल। मिनको हातबाट बल छुटेको छ। अहिले बल बाहिरिएको छ। परवेश दाइको हातमा बल मिनको हातमा। मिन पनि फेरि पनि मिस गर्न सफल। मिनलाई चोट लागेको हुँदाहुँदै पनि मिन खेलिराख्नु भएको छ। निरता दिदीले पोइन्ट ल्याउन सफल हुनुभएको छ। उहाँलाई जोरदार तालीले पोइन्ट रहेको छ 4-8। आइसकेको छ मिनजीको हातमा फेरि पनि र परवेश दाई पोइन्ट ल्याउन सफल। पोइन्ट रहेको छ 6-12। पोइन्ट रहेको छ 12-14। हेलो म त बाहिर निस्केको। अब यिनीहरूले मलाई खेल्न दिएन राम्रोसँग त्यही भएर म बाहिर निस्केको। झ्याउ लागिरहेको छ नाकमा पिलो भएर पनि। पिलो ल पिम्पलै हो भने मेरो भोइसलाई इग्नोर गर्नु। दुईटा आउँदै भएको त्यो 20 भयो 19 20 21 यिनीहरूले झ्याउ लगायो आज। अब म खेल्दैन 21 16 कपडा सपडा खोलेर सब बस्छु। जो दिदी भइसक्नु भयो ल क्ल्याप फर हर लेट्स गो मुभ अन। धन्यवाद। म विनर भएको छु। मलाई 1.5 लाख रुपियाँ पुरस्कार र लेक्चरमा आउँछ। ल गाइज इन्डिङ टाइम। पानी चाहिन्छ है मलाई भोलि। आज दाइले मेरो मुख धुइदियो। अलि गोरो देखिएको छु क्या। ल अब लास्टसम्म सबैले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो भाइलाई सब्सक्राइब गरिदिनु होला अनि लाइक चाहिँ गरिदिनु होला। मन परेमा कुन पार्ट चाहिँ मन पर्यो हजुरहरूलाई कमेन्ट गरिदिनु होला। हस् धन्यवाद। अनि दिदी खासमा लिभर अगाडि दिँदै होला नि त। यस्तो हाल्यो भने आफै लाग्छ पापिनी तँलाई अस्ति पनि है त्यो जुन जुन रमाइलो आफ्नो बिगारेर हाल्यो नि आफू जोसेको वालामा त हाले अस्तिको त्यो ब्लगमा पनि लाइसेन्स नि मसँग छैन मसँग लाइसेन्स छैन लाइसेन्स बिना चलाउँछु मैले ओ यस्तो नहाल है लाइसेन्स बिना चलाउनु हुन्न
यसरी अर्डर दिएछु म तँलाई प्लिज भन्नु एकचोटि ढोका खुट्टा तल खुट्टा तल अलि निस्किन लाग्यो यहाँबाट बास्केटबल झगडा हुने ल्याउनु पर्ने नास्ता सास्ता गरिसक्यो अब निस्किन लाग्यो रुमतिर सब आफ्नो रुमतिर निस्किन्छन् होला हामी पनि आफ्नो रुमतिर निस्किन सबै यहाँ पार्कमा मस्त हाम्रो खुसी हाम्रो ग्रुपको टिस्यु चोर टिस्यु पो चोर्या त कसैको दिल त चोरे छैन नि यो भएन के यो भएन धेरै हेलो गाइस नमस्ते हामी केडी भ्लगको मेम्बर हो र त्यसै गरी हामी अहिले हिमालयन कलेजबाट बास्केटबल खेलेर रुम जाँदैछौँ पख 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 आइया हेर गाइस यिनीहरू यसै हुनु गर्ने मलाई यसै हुँदैन मन हेर त आइया के भन्नु अझ लाग्यो क्या हाम्रो केडी भ्लगको मेम्बर एकदमै सोझो मान्छे कोही मेरो दाडी तान्दैछ नि कोही कपाल तान्दैछ नि मलाई सपोर्ट गर्ने भने मेरो जिल्लाहरू मात्रै बजार मलाई बोल्न चाहिँ आउँदैन होइन त्यही पनि अब म अलिक प्रयास गर्छु मैले फर्स्ट टाइम हो यो भिडियोमा त्यसै गरी यहाँ महारानी हुनुहुन्छ अनि हाम्रो जिल्ला खुसी अनि मामा कता हुनुहुन्छ अनि हाम्रो केडी भ्लगको ओनर यही हुनुहुन्छ मिन बहादुर राहुल त्यसै गरी म दिलीप केसी यो राणा छ मेरो कपाल तान्नु छ मलाई भिडियो बनाउनु दिँदैन यो बड्डा छन् बड्डा तर दुःख नभन्न बड्डा मैले त भनेको छु अहिले तर हुन्छ भोलि म सरी मैले त भने केटाहरू सब गइसक्यो आफ्नो रुम म चाहिँ हिँड्दैमा निस्केको किनकि आज म हिँड्नै सकिरहेको थिएन खुट्टामा चोट लाग्यो हुनाले त्यही भएर केटाहरू सब हिँडेर गए म चाहिँ हिँड्दैमा निस्केँ अब मैले खासै ब्लग बनाउन पाएन त म रुम पुगिसकेँ आजको ब्लग यति नै किनकि आज अलि सन्चो थिएन त्यही भएर मैले बढी हिँड्न पनि सकेन खेल्न पनि सकेन हजुरहरूलाई ब्लग मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ टाटा बाई बाई